इन्द्रिय आफ्नो नियन्त्रण राख्नु छोड्नु भएको छ। उहाँ दशरथ हुनुहुन्छ, कति राम्रो शब्द बोल्नु भएको छ। मेरो भूमि पवित्र भयो, आनन्दित भयो हजुरको दर्शन पाउँदा। तर के कामले आउनुभएको उहाँ छैन। हजुरको जे इच्छा छ म पूर्ण गर्नेछु। तर विश्वामित्र त विश्वस्य मित्र हो। विश्वामित्र विश्वका जो मित्र हुनुहुन्छ, हित र कल्याणको लागि चाहने त्यसलाई विश्वामित्र भन्नुहुन्छ। झुमेर बयस्को थियो। झड़ गए हैं, ये वो खसी आले Yeah.
बडा विनम्र भावले भन्नुभयो चौथो वनमा बालक जन्मी हजुर जो अगाडि हित गर्नुहुन्छ रक्षा गर्नुहुन्छ उहाँ नै पुरोहित हुनुहुन्छ के पूर्व विदित हुनुहुन्छ वशिष्ठ यहाँ कामधेनु थियो त्यो कामधेनुलाई हरण गर्नको लागि विश्वामित्रले धेरै प्रयास गर्नुभएको थियो उहाँ उग्र स्वभावको हुनुहुन्छ ऋषि भएर पनि त्यो कुरा थाहा छ अब नजिकमा वशिष्ठ आउँदै हुनुहुन्छ राजा दशरथलाई सम्झाउनको लागि त्यो बेला गुरुको आवश्यकता पर्छ गुरु भएन भने के गर्ने कसो गर्ने अब उहाँले यथार्थ रूपमा गुरु वशिष्ठ राजा दशरथलाई सम्झाउँदै हुनुहुन्छ गुरु मैले के नयाँ हुन्छ सोचिया भए अगाडि आएर दिगायो त्यसले